नमस्ते। पाल्टाले फेरि पनि वर्किङ भिजा सम्बन्धी नयाँ अपडेट ल्याइसकेको छ। लगभग 5 वटा बुदाहरूमा माल्टाले फेरि पनि नयाँ अपडेट दिइसकेको छ। यदि हजुरहरू माल्टा आउने सोचिरहनु भएको छ अथवा चाहिँ माल्टाको प्रोसेसिङमा हुनुहुन्छ भने भिएफएस ग्लोबलको वेबसाइटमा गएर हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। चेकलिस्टमा अलरेडी अपडेटेड इन्फर्मेसन आइसकेको छ र यसै भिडियो अन्तर्गत रहेर म हजुरहरूलाई ती 5 वटा बुदाहरू 5 वटा चेन्जेसहरू के रहेका छन् वान बाई वान स्टेप बाई स्टेप म हजुरहरूलाई बताउनेछु। र फर्स्टमा चाहिँ वर्क पर्मिट सम्बन्धी चेन्जेस रहेको छ र वर्क पर्मिटको भ्यालिडिटी पिरियड भनेको पहिलाको समयमा 3 महिनाको हुन्थ्यो भने अहिले चाहिँ हजुरहरूले 60 दिनभित्र चाहिँ हजुरहरूले आफ्नो भिएफएस ग्लोबल बुक गरी सक्नु पर्दछ। दिएको टाइम पिरियड 60 डेज भित्र चाहिँ हजुरहरूले गर्न सक्नु भएन भने हजुरहरूले फेरि पनि नयाँ चाहिँ वर्क पर्मिट आफ्नो कम्पनीबाट निकाल्नु पर्दछ र त्यसपछि मात्रै हजुरहरूले भिजाको लागि एप्लिकेसन गर्न पाउनु हुनेछ। सेकेन्ड अपडेट रहेको छ माल्टा स्किल पास सम्बन्धी। यदि हजुरहरूले माल्टा एप्लाई गरिरहनु भएको छ, हस्पिटालिटी एन्ड टुरिज्म सेक्टरमा होटल लाइनका जबहरूमा एप्लाई गरिरहनु भएको छ भने हजुरहरूले पहिलेको समयमा चाहिँ फेज 1 मात्रै पास गरेर बाँकी फेज 2 चाहिँ माल्टै आएर हजुरहरूले गर्न मिल्थ्यो भने अहिलेको टाइममा चाहिँ एज अ चेकलिस्ट हजुरहरूले चाहिँ फेज 1 र फेज 2 दुईटै पास गरेर भिजाको लागि भिएफएस फाइल गर्नु पर्दछ। सेकेन्ड अपडेट रहेको छ माल्टा स्किल पास सम्बन्धी। यदि हजुरहरूले माल्टा एप्लाई गरिरहनु भएको छ, हस्पिटालिटी एन्ड टुरिज्म सेक्टरमा होटल लाइनका जबहरूमा एप्लाई गरिरहनु भएको छ भने हजुरहरूले पहिलेको समयमा चाहिँ फेज 1 मात्रै पास गरेर बाँकी फेज 2 चाहिँ माल्टै आएर हजुरहरूले गर्न मिल्थ्यो भने अहिलेको टाइममा चाहिँ एज अ चेकलिस्ट हजुरहरूले चाहिँ फेज 1 र फेज 2 दुईटै पास गरेर भिजाको लागि भिएफएस फाइल गर्नु पर्दछ। स्किल टेस्ट पास चाहिँ जति पनि साथीहरू होटल लाइनका कामहरूमा आउँदै हुनुहुन्छ उहाँहरू सबैजनाले चाहिँ स्किल टेस्ट पासमा गरेर फेज 1 र फेज 2 पास गरेर मात्रै आफ्नो भिएफएस ग्लोबल बुक गर्नु होला, आफ्नो एप्लिकेसन अघि बढाउनु होला, नत्र भने हजुरहरूको भिजा रिजेक्ट हुन्छ। अर्को महत्त्वपूर्ण अपडेट रहेको छ माल्टा डिक्लेरेसन अफ प्रुफ सम्बन्धी। हजुरहरू 100% माल्टाको भिजा लगाउन चाहनुहुन्छ भने डिक्लेरेसन अफ प्रुफ पनि हजुरहरूले एकदमै क्लियर रूपमा चाहिँ आफ्नो डकुमेन्टहरू पेश गर्नु पर्दछ। धेरै साथीहरूको चाहिँ भिजा रिजेक्ट हुनुमा डिक्लेरेसन अफ प्रुफ नमिल्नाले गर्दा पनि हुन्छ। त्यसै कारणले गर्दा हजुरहरूले डिक्लेरेसन अफ प्रुफ लिँदै हुनुहुन्छ भने कुनै व्यक्तिबाट लिँदै हुनुहुन्छ अथवा माल्टिजबाटै लिँदै हुनुहुन्छ भने पनि उहाँहरूको आइडी एट्याच गरेर उहाँहरूको सम्पूर्ण डिटेलहरू चाहिँ एक्युरेट रूपमा चाहिँ भरेर त्यसपछि हाउसिङ अथोरिटीबाट एप्रुभल लिएर हजुरहरूले एप्लाई गर्न सक्नुहुन्छ र साथसाथै चाहिँ लयरबाट र नोटरीबाट चाहिँ नोटरी गराएर मात्रै हजुरहरूले चाहिँ एप्लाई गर्नुहोला। त्यसपछि मात्रै हजुरहरूको भिजा लाग्ने चान्सेस हुन्छ। र त्यसपछि जति पनि साथीहरूले चाहिँ म होटल बुक गर्छु भनेर गर्ने साथीहरूको लागि चाहिँ 14 दिनको नन रिफन्डेबल चाहिँ होटलमा चाहिँ हजुरहरूले पेमेन्ट गरेको हुनुपर्दछ। त्यसपछि मात्रै हजुरहरूले माल्टाको लागि चाहिँ एप्लाई गर्न सक्नु हुनेछ अहिलेको नयाँ अपडेटेड इन्फर्मेसन अनुसार। र अर्को अपडेटेड इन्फर्मेसन रहेको छ ट्राभल मेडिकल इन्सुरेन्स सम्बन्धी। यदि हजुरहरू माल्टा वर्क पर्मिट भिसामा एप्लाई गर्दै हुनुहुन्छ भने 180 डेजको 30,000 युरो बराबरको चाहिँ हजुरहरूले ट्राभल मेडिकल इन्सुरेन्स गर्नु पर्दछ। र पहिलेको समयमा धेरै साथीहरूले 3 महिनाको 4 महिनाको 5 महिनाको गरेको हामीले पाएको थियौँ र अहिलेको समयमा चाहिँ हजुरहरूले मिनिमम पनि 180 डेजको लागि चाहिँ कम्पलसरी हजुरहरूले गर्नु पर्दछ। त्योभन्दा तल हजुरहरूले गर्नुभयो भने हजुरहरूको भिजा रिजेक्सन हुन्छ। र पहिलाको समयमा कति साथीहरूको रिजेक्ट पनि भयो र कति साथीको आयो पनि, तर अहिलेको समयमा चाहिँ हजुरहरूको चाहिँ टाइम पिरियडै अथवा डेज उहाँहरूले चाहिँ तोकिदिनु भएको छ। एज पर द चेकलिस्ट हजुरहरूले 180 डेजको लागि चाहिँ कम्पलसरी गर्नुपर्दछ। वर्क पर्मिट भिजा सम्बन्धी नयाँ अपडेट हजुरहरूले हेरेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको यस च्यानलबाट म बिदा चाहन्छु। हस्त नमस्ते। यदि नयाँ हुनुहुन्छ भने हामीलाई पनि अवश्य पनि सब्सक्राइब गरेर साथ दिनुहोला। हस्त धन्यवाद।